खुसी र हर्षको यहाँसम्मको यात्रामा साथ दिनुपर्छ 2081लाई हार्दिक धन्यवादको साथमा विदाय गर्दै आगमन भएको यस नववर्ष 2082को पावन अवस्थामा समस्त बुवामा दाजुभाइ दिदीबहिनी सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। म पुष्प होटल निलगिरी गुल्मीतम घाँसबाट। खुसी बोलाउँदै नयाँ वर्षलाई स्वागत गर्नुपर्छ हामीले खुसी बोलाउँदै नयाँ वर्षलाई स्वागत गर्नुपर्छ। सबको ओठमा हाँसो झरियोस्, सबको मनमा हर्ष, नयाँ जोश र उमङ्ग बोकी आयो नयाँ वर्ष। पूरा हुन् सबैका आकांक्षाहरू, स्वच्छ रहन् भावना, नववर्षको हार्दिक मङ्गलमय शुभकामना। वर्षको शुभकामना हाँसो रहोस् ओठमा सधैँ, मनैभरि छाओस् हर्ष। यहाँसम्मको यात्रामा साथ दिनुपर्छ 2081लाई हार्दिक धन्यवादको साथमा विदाय गर्दै आगमन भएको यस नववर्ष 2082को पावन अवस्थामा समस्त बुवामा दाजुभाइ दिदीबहिनी सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। म पुष्प होटल निलगिरी गुल्मीतम घाँसबाट। शुभकामना शुभकामना